आज होइन बजारदेखि आउँदा चाहिँ मैले फ्रेस फ्रेस कोला लिएर आएको थिएँ अनि नन्द भाउजू घाममा बसेर खाने भनेर चाहिँ टक्कसँगले तास्दै खानातिर लाग्यौँ। हेर्दा हेर्दै कोला पनि सकिसकेछ अनि बोक्रा चाहिँ यत्तिकै रहेको थियो। त्यतिकैमा यो कोलाको बोक्रा फालेर आउ न। यसलाई कुखुरालाई दिएर आउँ? कुखुरालाई दिँदा पनि हुन्छ। सिधै कोलाको बोक्रा फ्याँक्न गएको त यति फ्रेस फ्रेस कोलाको बोक्रा देखेर फ्याँक्नै लोभ लाग्यो अनि यसको स्न्याक्स बनाएर खानु पर्यो भनेर पहिलाबाटै कोलाको बोक्रालाई मजासँगले धोएँ अनि यसलाई चाहिँ धोइ पखाली गरेर केही बेर साइडमा राखिदिन्छु। त्यति बेरसम्म चाहिँ एउटा बोलमा थोरै बेसनको पिठो, चामलको पिठो, चिली फ्लेक्स, नुन, बेसार, अदरक लसुनको पेस्ट अनि धनियाँ हालेर चाहिँ मजाले कोलाको बोक्रालाई लामो लामोसँग काटेर मस्तसँगले मिक्स गरिदिन्छु। अनि यसरी कोटिङ भइसकेपछि चाहिँ यसलाई सिधै लगेर तातो तातो तेलमा सेलो फ्राई गरिदिन्छु होइन। अनि यसरी सब्जी पकाए जसरी फ्राई गरिदिने यसलाई मजासँगले उल्टाए पल्टाए गर्दै अनि यतिको क्रिस्पी फ्राई भएपछि चाहिँ यसलाई टक्कसँगले प्लेटमा निकालिदिन्छु। अनि सबै लटलाई चाहिँ मस्तसँगले फ्राई गरुन्जेल चाहिँ साइडमा रातो टमाटरलाई मजासँगले पोलिदिन्छु अनि त्यसलाई चाहिँ नुन, खोर्सानी अनि धनियाँसँगले मजाले पिन्छु होइन। अनि यति दामी अचार चाहिँ तयार हुन्छ टमाटरको। यसलाई केही बेर साइडमा राखिदिने। त्यति बेरसम्म चाहिँ अघि फ्राई गरेको कोलाको बोक्रा अनि कोलालाई चाहिँ मजाले एउटा बोलमा हालेर टमाटरको अचार माथिबाट मस्तसँगले कागती नाचर नुचुर पारेर हालिसकेपछि चाहिँ चपस्टिकले कागतीको दानाहरूलाई चाहिँ टक्कसँगले निकालिदिन्छु। अनि यो सबैलाई मिक्स गरेपछि चाहिँ दामी कोलाको बोक्राको स्न्याक्स चाहिँ तयार भइसकेको थियो। अनि सिधै एक बाइट खाएको अति नै बबाल मिठो लाग्यो। नन्द भाउजूले इन्जोय गर्दै खायौँ। थ्याङ्क यू।